फुर्सद छैन पर्छ चटारो अभागियो कुरकुरोमा सधैँ छटारो एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो कुरकुरोमा सधैँ छटारो खानु नपिउनु हजुर लाखर लाखर हिँड्यो न त ठाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै त्यसलाई एक भाग उसलाई एक भाग अलिकति त्यसलाई बेसी आफूले पाप्पा भिनाजु हजुर पिएजु मलाई आशीर्वाद दिनुस् 43 वर्षमा भयो नि बिहे होस् तथास्तु यो आशीर्वादको रहस्य यस्ती घुस नखाने मन्त्रीको पछि लागेर के हुन्छ यसले घुस खान्न घुस नखाएपछि योसँग पैसा हुँदैन पैसा नभएपछि अर्को पल्टको चुनावमा यसको पछि को लाग्छ र यसले जित्छ त्यसैले म मुगलान जाँदैछु केही कदम तपाईँ बित्नु हो भने मलाई चिठी लेख्नु होला 13 दिनको पुण्यतिथिमा भयो भने जसरी आइपुग्छु है म आफै बितेपछि मैले चिठी कसरी लेख्नु ए हो त कस्तो अप्ठ्यारो बित्नु भन्दा 2 दिन अगाडि भयो नि लेख्नु होला है हस् त ए यो गिरी जति सिद्धेर खपार मात्रै बाँकी भएको खपारे हजुर टेक्निक चाहिन्छ क्या टेक्निक बालुवाबाट पनि पानी निस्किन्छ के बालुवालाई तेल मिलमा लगेर पेल्ने होइन अनि एउटा मुर्गा भेटिया छ क्या मुर्गा मुर्गा के काटेर खाने त्यस्तो मुर्गा होइन के पैसावाला भेटिया छ पैसा पैसावाला त्यसलाई जाम बन्नु पर्यो रहेछ है त्यसलाई जाम बनाइदिने त्यसले दिएको 5 लाख रुपियाँ जाम बनाइदिने तपाईलाई 2.5 लाख मलाई 2.5 लाख ओहो कस्तो मजाको मेरो भिनाजु मजाको होइन म पनि मजाको छु हजुर नमस्कार नमस्कार उहाँ हो मलाई जीवनमा रक्सी नै खाएर बिरामी भएका बाउले अझै रक्सी खान छोडेका छैनन्। रक्सी खाएर दाइले भाउजूलाई कुटे, रक्सीले भयो घरमा झगडा, रक्सीले भयो पैसाको नाश, रक्सीले धेरै हानि नक्सानी हुने हुनाले यो एन्टी अल्कोहल बुटी ल्याएर हामी आइसकेका छौं। यसमा हजुरहरूले 3 वटा प्याकेटहरू पाउन सक्नुहुनेछ। 3 वटा प्याकेटहरूमा 30 वटा भन्दा धेरै यहाँ प्याकेटहरू रहेको छ सानो। दिनको एउटा प्याकेटले रक्सी खान मन नलाग्नुका साथै यो औषधि सेवन गरिसकेपछि रक्सी खाएमा भोमिट हुने, असन्चो हुने हुनाले यसले 100% काम गर्छ। नेपाल भरि नै होम डेलिभरीको व्यवस्था रहेको छ। अब बुढाले, दाइले, भाइले, कसैले पनि छरछिमेकमा कसैले रक्सी खाए भने रुनु, कराउनु, अरूलाई सुनाउनु भन्दा यो औषधिको सेवन गरी सधैँका लागि रक्सीबाट छुटकारा पाउनुहोस्। 5 लाख त खतरक्कै भनिया भने हुनुहुन्छ। तपाईँ 10 लाखको हान्नुहुन्छ 5 लाख भन्दा। मुइया होइन मन्त्री भन्नुहोस् मन्त्री। मन्त्री मन्त्री जिउ छुट्यो जिउ। आज मन्त्री ज्यू कस्तो राम्रो साडी हेर्नुहोस् त। हेर्नुहोस् मन्त्रीज्यू, कतिजना मन्त्रीहरूले हरियो साडी लगाइरहेछन् तर तपाईँलाई जति सुहाएको रामाराम कसैलाई छैन। ल चुरा उस्तै हरियो चुरा कति राम्रो देखिएको। अनि हेर्नुहोस् मन्त्रीज्यू, तपाईलाई मन्त्री बनाउन हामीले कति दुःख हन्नर गरेका छौँ है। नत्र गरिब पिछाडी कसरी मन्त्री हुन्छ? कति दिन झरी बादल नभनी हिँड्यो, कति दिन मकै भटुवासको भरमा हिँड्यो, कति दिन उसिने आलु, कति दिन काँचै पिँडालु, तर कहिल्यै हामीले आफ्नो स्वार्थ केही हेरेनौँ। हेर्नुहोस्, तर आज एउटा कुरा माग्छौँ है। गिन्ती छ, नाइ नभन्नु होला। भन्नुहोस् न त के हो? चित्रप्रसाद गोतामेज्यू, ढोग्न पर्दैन सबै। उहाँ अति मिलनसार मजाको मान्छे। नाता गोता केलाउने हो भनेदेखि हाम्रै 13 दिन 24 दिने दाजुभाइ नै पर्नु हुँदो रहेछ। अब के भन्नु, उहाँलाई चाहिँ दुग्ध विकास संस्थानको ज्याम बनाइदिनु पर्यो। ल ए
दुध सम्बन्धी के अनुभव छ तपाईको? दुध सम्बन्धी चाहिँ होइन हजुर, कुद सम्बन्धी चाहिँ थुप्रै अनुभव छ। टेन्डर पार्दै भनेर थुप्रै मन्त्रीहरूका ढोका ढोकामा कुद्यो हजुर। रक्सी नै खाएर बिरामी भएका बाउले अझै रक्सी खान छोडेका छैनन्। रक्सी खाएर दाइले भाउजूलाई कुटे, रक्सीले भयो घरमा झगडा, रक्सीले भयो पैसाको नाश, रक्सीले धेरै हानि नोक्सानी हुने हुनाले यो एन्टी अल्कोहल बुटी ल्याएर हामी आइसकेका छौं। यसमा हजुरहरूले 3वटा प्याकेटहरू पाउन सक्नुहुनेछ। 3वटा प्याकेटहरूमा 30वटा भन्दा धेरै यहाँ प्याकेटहरू रहेको छ सानो। दिनको एउटा प्याकेटले रक्सी खान मन नलाग्नुका साथै यो औषधि सेवन गरिसकेपछि रक्सी खाएमा भोमिट हुने, असन्चो हुने हुनाले यसले 100% काम गर्छ। नेपालभरि नै होम डेलिभरीको व्यवस्था रहेको छ। अब बुढाले, दाइले, भाइले, कसैले पनि छरछिमेकमा कसैले रक्सी खाए भने रुनु, कराउनु, अरूलाई सुनाउनु भन्दा यो औषधिको सेवन गरी सधैँका लागि रक्सीबाट छुटकारा पाउनुहोस्। हेर्नुहोस्, किसानको पसिनाको मूल्य बुझ्न सक्ने मान्छेलाई मात्रै दुध विकास संस्थानको जीएम बनाउँछौँ हामी। जानुहोस् तपाईँ कुद विकास संस्थानको जीएम बन्नुहोस्। गइहाल्नुहोस् सुन्नु भएन? उहाँ हाम्रो एकदम नजिकको मान्छे हो, पछि पनि काम लाग्ने मान्छे हो। अरू कुरा नमाने तापनि यो कुरा तैँले मान्नै पर्छ। म मान्दिन, म कुनै पनि हालतमा मान्दिन। भुइँ यो कुरा नबिर्सी कि त मेरो श्रीमती हो, म तेरो श्रीमान हो। तैँले मसँग बिहे गर्दाखेरि जग्गेमा फन घुमेर 7 जुनीसम्म साथ दिन्छु भनेर कसम खाकी थिइस्। बिहेको कसम पनि खाकी छु, पार्टीको शपथ पनि खाकी छु। पुलिस भाइ, हजुर, भ्रष्टाचार गर्न लागेको अभियोगमा उहाँलाई समात्नुहोस् त। हस् हजुर। के भन्नुभयो अरे? ल सचिवले विरोध प्रस्ताव राख्यो अरे। एउटा अवाला नारी हेर्दै बङ्गला बनाउने जस्तै ल मन्त्रालयमा गुहार माग्न आउँदाखेरि त्यो ल सचिवले विरोध प्रस्ताव राख्थे। तपाईँले भन्न सक्नु भएन मेरोमा तपाईँको ल छ भनेर? त्यति भनिरहेको थियो भने त्यसले त्यस्तो आँट गर्दैन थियो कि भनेर भने केही छैन। त्यो नर्स सचिवले तपाईँलाई विरोध प्रस्ताव राखेर धेरै ठुलो भूल गर्यो।